नेपालको एउटा हरियाली गाउँमा अर्जुन नामको एक गरिब तर इमान्दार युवक बस्थ्यो। त्यही गाउँमा सिमरन नामकी धनी परिवारकी सुन्दर युवती। पैसाले फरक संसारका भए पनि उनीहरूको मन भने एउटै धड्कनमा जोडिएको थियो। बिहानको हल्का घाम होस् वा बेलुकाको सुनौलो समय, उनीहरू गाउँको डाँडामाथि, खोल्साको किनार वा शान्त बगैँचामा भेट्थे। कहिले भविष्यका सपना बुन्थे, कहिले सँगै सानो घर बनाएर खुसीसँग बाँच्ने कुरा गर्थे। उनीहरूको प्रेम गहिरो, सफा र साँचो थियो। हामी सधैँ यसरी नै सँगै बसौँ है। हुन्छ, हामी सधैँ सँगै हुनेछौँ। त्यत्तिकैमा टाढाबाट सिमरनका धनी र कठोर स्वभावका बुबाले उनीहरूलाई देखे। रिसले भरिएका उनी तेज कदममा त्यहाँ आए। सिमरन, what are you doing? तँ जस्तो गरिबले मेरी छोरीतिर आँखा लगाउने? आफ्नो औकातमा बस। सिमरन डरले रोइरहेकी थिइन्। बुबाले छोरीलाई जबरजस्ती तानेर लगे। अर्जुन आँखाभरि आँसु लिएर असहाय भएर हेर्दै बस्यो। त्यो रात दुवैलाई निद्रा लागेन। अर्जुन एक्लै बसेर रोइरह्यो भने सिमरन कोठाभित्र कैद जस्तै भई आँसु झारिरही। अर्को दिन बिहान सिमरनले बुबाको आँखा छलेर चुपचाप अर्जुनलाई भेट्न आइन्। यो प्रेमको एउटा सानो यात्रा थियो जुन दुवैको हृदयमा सधैँको लागि एउटा मिठो सम्झना बनेर बस्यो। सिमरन दौडेर गइन् र उसलाई बलियोसँग अँगालो हालिन्। अर्जुन, म तिमीलाई छोड्न सक्दिनँ। भागेर भए पनि सँगै बाँच्नुपर्छ। भागेर बिहे गरौँ। म तिमीलाई कहिले छोड्ने छैन सिमरन। अब जे भए पनि हामी सँगै बाँच्नेछौँ। अब हामी कहिले छुटिने छैनौँ। त्यो दिन उनीहरूले गाउँ छडे, मायाका लागि संसारसँग लडे। एउटा सानो मन्दिरमा साधारण तर साँचो प्रेमको बिहे भयो, जहाँ पैसा थिएन तर साँचो माया थियो। दुई मुटुको साँचो माया धन र गरिबी भन्दा धेरै ठुलो बन्यो। समय बित्दै गयो, अन्ततः सबैले बुझ्न थाले साँचो माया पैसा भन्दा ठुलो हुन्छ।